यस्तो राम्रो केटी तेरो बुढी हुन्छ बजेट जे मन लाग्यो भन्छस् साँच्ची के हो बोलेको त्यस्तो यस्तो राम्रो केटी कसको घर पाहुना आकी होली के गर्न आकी होली के बुझेर बोल्छ कि नबुझेर बोल्छ कि साँच्चै हो कि आमा विश्वास गर्नु न मेरी बुढी हजुरको बुहारी हुन् होइन तेरो बुढी भएदेखि पानी लिन जान्छे यो नौलो केटी किन गई पानी लिन तपाईँको घरमा खै को एकजना मान्छे ढलेको छ अनि उसैले बिउजाउनको लागि पानी लिन गएकी साँच्चै तेरो बुढी हो त त्यो साँच्चै मेरी बुढी हजुरको बुहारी हुन् आमा आहो ल आइछ बुहारी आइछ खुसी लाग्यो बरु घरमा को ढल्यो होला है म जान्छु बाबु हे राम हे प्रभु को के भयो होला कान्छु लएर तपाईँ नसक्ने मान्छे किन आउनु भएको बिस्तारै आउनु है म उहाँलाई पानी छम्किँदै गर्छु कान्छु